बेन्चमा टोलाएका प्रतिभावान आँखा र दर्शकको मनमा भिजेको एउटा प्रश्न, सन्तोषलाई अवसर कहिले? पाकिस्तानको इस्लामाबादमा जारी कावा मेन्स च्याम्पियनसिप 2026 भलिबल प्रतियोगितामा नेपाली समर्थकहरूको नजर केवल स्कोरबोर्डमा मात्र होइन, कोर्टको बाहिर बेन्चमा बसेका हाम्रा ती ऊर्जावान खेलाडीहरूमा पनि छ। विशेष गरी काजाकिस्तान र श्रीलङ्का विरुद्धको खेलहरूमा राष्ट्रिय टोलीको उदयमान स्टार सन्तोष विकलाई मैदानमा नौतारी बेन्चमै सीमित राखिँदा नेपाली भलिबल प्रेमीहरूको मन कुडिएको छ। मैदानमा रातो नीलो जर्सी पहिरेका राष्ट्रियको शान बढाउन आतुर रहेका खेलाडी जब खेलभर बेन्चमै बसेर टोलाउन बाध्य हुन्छन्, तब त्यो निराशा उसमा मात्र सीमित रहँदैन, त्यो पीडा देश विदेशबाट प्रत्यक्ष प्रसारण हेरिरहेका लाखौँ दर्शकको मुटुमा पनि छाउँछ। काजाकिस्तान र श्रीलङ्कासँगको महत्त्वपूर्ण खेलमा टिमको ऊर्जा र नयाँ रणनीतिक आवश्यक परेको क्षणहरूमा पनि सन्तोषलाई मैदान प्रवेश नगराउनुले धेरै प्रश्नहरू उठिरहेका छन्। सन्तोष विक जताततै आक्रामक र प्रतिभावान खेलाडीको किन बेन्चमा थन्काइयो, उहाँले पनि खेल्ने मौका पाउनुपर्छ भनेर धेरै कमेन्टहरू हामी देख्न सक्छौँ। मैदान बाहिर बेन्चमा बसेका खेलाडीहरूको अनुहारमा देखिएको निराशा र दर्शकको आक्रोशले यही भनिरहेको छ, प्रतिभा छ भने उसलाई प्रमाणित गर्ने अवसर दिनुहोस्। धैर्यता नै जितको पहिलो आधार हो भने चाहिँ सन्तोष, सामर्थ्य र सम्भावना। गण्डकी प्रदेशबाट आफ्नो क्षमता प्रदर्शन गर्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका सन्तोष विकसँग बलियो स्पाइक र अद्भुत खेल कौशल पनि छ। सहानुभूति र साथ आज मैदानमा अवसर नपाउँदैमा सन्तोषको क्षमता भने घट्ने छैन। लाखौँ दर्शकको माया र समर्थक नै उहाँको लागि सबैभन्दा ठुलो शक्ति हो, आशाको किरण। प्रशिक्षक र व्यवस्थापन पक्षले दर्शकको यो आवाजलाई गम्भीरतापूर्वक बुझेर आगामी खेलहरूमा युवा तथा ऊर्जावान खेलाडीहरूका मैदानमा प्रवेश गर्नु विश्वासका साथ उतार्ने भन्ने अपेक्षा पनि गरिएको छ। दर्शकवृन्दहरू, तपाईँहरू कति खुसी हुनुहुन्छ त? यदि सन्तोषले अब आगामी खेलहरू, अब बाँकी केही खेल मात्र छ नेपालसँग, नेपालले लगातार 3वटा खेलहरू गुमाइसकेको छ। पहिलो खेल काजाकिस्तानसँग 2-3 को सेटमा, दोस्रो खेल श्रीलङ्कासँग 2-3 को सेटमा बराबरी प्रतिस्पर्धा र तेस्रो खेल पाकिस्तानसँग पनि गुमाएको छ। आयोजक टोलीसँग गुमाएपछि अब विवश घटनाहरू भइरहेको छ। उदाहरणको लागि सन्तोष विकले हिजो त पाकिस्तानसँगको खेलमा अन्तिम क्षणमा खेल्न पाएका थिए भने बाँकी दुईवटा टिमहरू, दुईवटा देशहरूसँग आफ्नो खेल कौशल देखाउन पाइरहेका थिएनन्। खेलाडीहरूको वास्तविक ठाउँ बेन्चमा होइन, कोर्टको बिचमा हो। सन्तोष विक मात्र होइन, बेन्चमा बसेर देशका लागि केही गर्ने हुटुट बोकेका हरेक खेलाडी मेहनतको कदर गर्नैपर्छ। धैर्य गर सन्तोष, तिम्रो जर्सी नम्बर 8ले मैदानमा धमाका अवश्य पनि मचाउनेछ। दर्शकवृन्द, आजको श्रृङ्खला यहाँहरूलाई कस्तो लाग्यो? यदि चित्त बुझेमा यो भिडियोलाई लाइक गर्नुहोस्, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकै आउने बेलमा प्रेस गरी अलमा क्लिक गर्न नभुल्नुहोला। अब हामीले सन्तोष विकको खेल चाँडै नै हेर्न पाउनेछौँ। यो हामी कडा दुआ पनि गर्न सक्छौँ। हस्त, धन्यवाद।